किन हामीले 6 महिनाभित्रै 11,30,844 मत यो राष्ट्रिय स्वतन्त्र पार्टीमा खन्यौँ त? किन 3 वर्षभित्रै 51 लाख मत हामीले सल्लाह गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई किन मत जाहेर गर्यौँ? यो एउटा प्रमुख कुरा छ। म यहाँहरूलाई स्मरण गराउँछु, माओवादी केन्द्रले 10 वर्ष जनयुद्ध पश्चात 64 सालमा 120 सीट प्राप्त गरेर यो मुलुकको पहिलो दल बनेको थियो। पुष्पकमल दाहाल प्रचण्डज्यूले त्यसको नेतृत्व गर्नुभएको थियो। उहाँहरूका नारा, उहाँहरूका विचारहरू, उहाँहरूका सिद्धान्तहरू ती कार्यान्वयन हुन सकेन। ओझेलमा परे, छोटो समयमा पनि ओझेलमा परे र उक्त पार्टी र उक्त विचारहरू धाराशाही हुन पुगे। त्यतापट्टि म लामो व्याख्यातिर जान्न। मैले भन्न खोजेको के हो भने 2064 सालमा माओवादीले प्राप्त गरेको मतलाई यदि रक्षा गर्थ्यो भने यो मुलुकमा कुनै दल जन्मिन्थेन, कुनै पनि पार्टी जन्मिन्थेन। त्यसै कारण मित्रहरू, हामीले अहिले हौसिने ठाउँ छैन। हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीका पार्टी सदस्यहरू 7-8 लाख हुँदा हुन्, तर हामीले यो आवधिक निर्वाचनमा, यो सङ्घीय निर्वाचनमा हामीले 2/3 मत प्राप्त गर्न पुग्यौँ। हामी भनेको 51 लाख मत हामी प्राप्त गर्न पुग्यौँ। अब 51 लाख मतको रक्षा गर्ने कि नगर्ने? यो 51 लाख मतलाई राष्ट्रिय स्वतन्त्र पार्टीको डिएनएसँग, त्यो डिएनएमा पुर्याउने कि नपुर्याउने? यसलाई रासपाको रगत बनाउने कि नबनाउने? महत्त्वपूर्ण कुरा यही छ। जसरी हामी उचाइमा गयौँ त्यसरी हामी चाहिने गहिराइमा पनि पुग्न सक्छौँ भन्ने कुरा हामी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएका साथीहरूले मनन गर्नुपर्ने छ, यसको चिन्तन गर्नुपर्ने छ। यो नै महत्त्वपूर्ण कुरा हो। मैले देशव्यापी कुरा गरेको छु, मैले आठबीसको कुरा गरेको छैन। म आठबीसतिर अब प्रवेश गर्छु। जब मैले रवि लामिछानेज्यूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म र उदय, राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म र उदय कतिखेर भएको छ त हामीलाई थाहा छ। राष्ट्रिय स्वतन्त्र पार्टी राम्रो गर्छ कि गर्दैन थाहा छैन, गर्वभित्रको कुरा छ। तर 30-35 वर्षसम्म शासन सत्ता सञ्चालन गर्नेहरूले राम्रो गरेनन् भन्ने कुरा त निश्चित भएको नि। त्यही निश्चित भएको कारणले हामीले यत्रो मत ल्याएको होइन अहिले। त्यसकारण रवि लामिछानेज्यूले यसको गहन अध्ययन गरेर, अब पत्रकारिता मार्फत होइन, मैले समाचार वाचन गरेर अब यो केही लाग्दैन मैले कति खबरदारी गर्ने। अब एउटै विकल्प हो, मैले दर्ता गरेको पार्टीमा आम जनता जोडिए भने, सबै जनता लाग्यौँ भने सबै कुरा सम्भव छ भनेर उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म 2079 असार 7मा गर्नुभयो। तत्पश्चात यहाँलाई थाहा छ हामी पनि छटपटिएकै थियौँ सबै। अहिले पनि त हाम्रा थुप्रै साथीहरू, हाम्रो अहिले पनि हाम्रा थुप्रै बुद्धिजीवी पात्रहरू अथवा विगत र वर्तमानलाई गहिरोसँग अध्ययन गर्ने साथीहरू जो हुनुहुन्छ, अहिले पनि राजसभामा जोडिनेको लाइन छ। उहाँहरूले थोरै यो नजिक आउन अथवा बाटो कोर्दै हुनुहुन्छ, यो कुरा हामीलाई थाहा छ। तर अब हामीले पनि अहिले भन्ने गरिन्छ राजसभामा त हिजो लाग्नेहरू त बिचरा के स्वार्थतिर लागे होलान्, जस्तै बहर भण्डारी मेरै नाम दिन्छन्। के देख्यो होला यसले 79मा माननीय लड्दिया छ, 8-20 जान्छ कार्यक्रम गर्न सक्दैन, अर्को ठाउँ जान्छ कार्यक्रम गर्न सक्दैन, घन्टी समातिया छ, हिँडिया छ भन्थे। मैले मात्र पुराना दलहरूका विरुद्धमा र रवि लामिछानेलाई आत्मसात गरेर म अगाडि हिँडेँ। म 79मा सङ्घीय माननीयको उम्मेदवार हुँदै गर्दा 7मा समानुपातिक बनियो अभिसरा र म राकममा आउँदा मलाई बडा